अब भ्लग स्टार्ट हुँदैछ। सबैजना आफ्नो हात बाँधेर यसरी नै मैले जसरी नै बसेर भ्लगको मजा लिनु होला। सो लेट्स गेट ब्याक टु भिडियो। वेलकम ब्याक टु माई भ्लग। अहिले चाहिँ हामी धेरै दिन पछाडि फिर्ता आएको छौँ भने आज चाहिँ यहीँ घुम्नु गइरहेको कार्जोमा आज हामी यता हात पटाउन जाँदैछौँ सहयोगको भावना लिएर। अनि मेरो पछाडि चाहिँ मेरो मेन हिरो छ, मेरो मेन हिरो यो च्यानलको सबभन्दा मेन हिरो बनाइकन त यो च्यानल कसरी चल्छ त्यही भएर हामी जाँदैछौँ। मैले हाम्रो दाजुहरू अगाडि हुनुहुन्छ दुईजना। अनि यो चाहिँ हाम्रो सिटिभिटी गुनीको जङ्गल हो, तर हेर्दाखेरि चाहिँ बबाले देखियो होइन। सो हेर्दै जाऊँ के हुन्छ त आज, के गरिन्छ त। लेट्स सी। हाम्रो कार जुर्ने घर यो भने ल म यसरी लडिसकेको छु होइन। म कसरी लडेँ? ल म लडेँ अब के गर्नु। ओइ कत्रो हो क्या? गोरु नै हो कि गाई हो? गोरु नै हो। गोरु हौ। गाडीहरू यहाँ हुँदो रहेछ, एउटा अर्को गाडी त्यता पनि हुँदैछ। मान्छे धमाधम थपिँदो रहेछ। ओ सुँगुर, वेलकम टु माई भ्लग। यस्तै हो। थोरै यसो काम गर्नुपर्ने आएको, भिडियो बनाउनु पाइँदैन होला। तर मेरो क्यामेराम्यान छ नि गर्दैन, यो त ठग छ यार। ठग कन यस्तो हुन्छ। बाउ छोरालाई जाने बाउ छोरा सिकाल्नु बाबु अगाडि रसी बिना कुद्दैन त्यति राम्रो छ। सो फाइनली हाम्रो रागा आइसकेको छ। खै यहाँबाट चाहिँ म बनाउने क्या, दुईटा रागा देखाउनु परेन। छोरी मान्छेलाई चाहिँ कार्य यहाँ हुँदैछ, अल्छी केही गरेको छैन। रागा यहाँ त अलिक फोहोर हुन्छ होला हौ दाजु। हाम्रो एउटा रागा चाहिँ आफ्नो साथी हेर्नु पर जाँदैछ क्या। स्पिड पनि हेर्नुहोस् न के साह्रो, आमा मामा हो। ए भगवान्। दुई भाइको भेट भयो। फाइनल्ली दुई भाइको चाहिँ अन्तिममा चाहिँ भेट भइसकेको छ। झन्डै उस्तै देखिँदैन त, हेर्नुहोस् त तपाईँहरू नै आफै। राम राम। त्यो डोरी त सर्छ, यता सर्छ क्या, त्यो डोरी सर्छ। सुर्खाने बनाएको छ है, सर्छ क्या डोरी, त्यो डोरी सर्छ क्या। अब तान्नु उ त तल सुर्खाने बनाएको छ है, सर्छ। ए हो त अलिक उता जान किला पनि रहेछ। ऊ त्यहाँ माथि पुग्लिके पर्दैन अब चाहिँ लड पनि लड खोप्चेमा हौ माया गरेर
किलो भात किलो भात किलो भात छ अब घाँस खान्छ कालो पस्छ क्या अहिले एउटा भाषा चाहिने हो टाउकोतिर लगाइदिइहाल्छ नसा कस्तो खुल्यो के भन्नु छ त तपाईँलाई के होइन हजुर अहिले सुँगुर पोलिँदैछ अब काटिन्छ भुटुवा खाइन्छ होइन राँगा पनि अब छिटै पाक्यो भने त पनि खाइन्छ यस्तै छ हजुर अब सघाउनुपर्छ मेहनत गर्नुपर्छ खानुपर्छ के भन्नु नमस्ते चाहिँ अहिलेलाई ब्रेक हो नि त यो हस् त अहिलेलाई म यति नै बोल्दैछु बाँकी बिस्तारमा बोल्नुला भनेर सो फाइनली म चाहिँ घर आइसकेँ अनि घर आएर बसिसकेँ एकदमै भनौँ न गलिएर थकान भइरहेछ क्या कामहरू यताउति थियो गऱ्यो अनि ब्लग चाहिँ अलिक इन्कम्प्लिट जस्तो छ भनौँ न पुरै खिच्नुको लागि त्यहाँनिर वातावरण पनि थिएन होइन त्यो कुराहरू चाहिँ अब युट्युबमा हाल्यो भने त्यसमा अब फाल्टु गरेको स्ट्राइक हान्थ्यो होला जस्तो लाग्यो होइन अब अनि त्यसपछि प्लस त्यहाँनिर चाहिँ अब कार जो जस्तै कसैको यो छेवाहरू अनि त्यही भएर चाहिँ त्यहाँनिर चाहिँ गीतहरू पनि बजिरहेको थियो जसले चाहिँ कपिराइट लाग्छ जस्तो लागेर मैले त्यतिकै गरिनँ पनि अब लेट्स होप भोलि गऱ्यो भने के हुन्छ यहाँ भोलि त गर्दिनँ नि किनभने गीत बजेको हुन्छ कपिराइट त लाग्दिन्छ होइन त्यो तनाव लाग्दैन के मेहनत गर्नु होइन लेट्स होप केही न केही म सर्ट्सहरू हाल्छु होला अनि आजलाई यति भन्दै यहीँनिर यो छोटो मेरो भ्लग सकिन्छ ल सी यू नेक्स्ट टाइम है सी यू नेक्स्ट भिडियो